विधिमा सामेल हुने व्यक्तिलाई चाहिँ नेपाल सरकारले चाहिँ फाँसीको समेत सजाय दिँदाखेरि चाहिँ यस्तो घटना फेरि घट्दैन थियो र त्यसपश्चात चाहिँ एउटा निर्मम दण्डसहित हत्या गर्ने जुन एउटा भनौँ यसलाई जे गर्दा पनि हुन्छ भन्ने ढङ्गले एउटा मानसिकता बनाएर आज हाम्रो समाजमा हाम्रा चेलीबेटी हाम्रा महिला चाहिँ सुरक्षित छैनन्। सम्पूर्णमा नमस्कार, म प्रीति राणा मगर र आज चाहिँ हामी दमक बहुमुखी क्याम्पसमा छौँ र मेरो छेउमै हुनुहुन्छ दमक बहुमुखी क्याम्पस सोभिउ सचिव राकेश खड्गाज्यू। यति बेला चाहिँ सुर्खेतको एउटा घटनाले नेपाललाई नै स्तब्ध बनाइदिएको छ। त्यही विषयमा विरोध प्रदर्शन पनि भएको थियो आज दमक बहुमुखी क्याम्पस सम्पूर्ण विद्यार्थीहरूको आयोजनामा। उहाँसँग म केही कुराहरू गर्न गइरहेको छु। राकेशजी, तपाईँलाई स्वागत छ। धन्यवाद। आज तपाईँहरूले विरोध प्रदर्शन पनि गर्नुभएको छ इनिसा हत्याको विरोधमा। त्यो विरोध प्रदर्शन गर्दाखेरि चाहिँ कतिको समाजमा टेवा पुग्छ जस्तो लाग्छ तपाईँलाई? जस्तो आज दमक क्याम्पसमा अध्ययनरत समग्र सबै विद्यार्थीहरू एकजुट भएर इनिसा विक एउटा प्रतिनिधित्व पात्र मात्रै हुन्। विगतमा पनि कयौँ यस्ता चाहिँ बलात्कार गरिने र त्यसपश्चात चाहिँ एउटा निर्मम दण्डसहित हत्या गर्ने जुन एउटा भनौँ यसलाई जे गर्दा पनि हुन्छ भन्ने ढङ्गले एउटा मानसिकता बनाएर आज हाम्रो समाजमा हाम्रा चेलीबेटी हाम्रा महिला चाहिँ सुरक्षित छैनन्। त्यसो भएको हुँदा हामी युवा विद्यार्थीहरूले के मात्र गर्न खोजेका हौँ भने भोलि पनि फेरि यस्ता चाहिँ क्रियाकलाप र गतिविधि दोहोरिएको खण्डमा चाहिँ सरकारले चाहिँ कानुन संशोधन गर्ने भन्ने सन्दर्भ छ। यसै सवालमा चाहिँ बलात्कार जस्तो चाहिँ घटना घटाउने यस्तो खाले चाहिँ गतिविधिमा सामेल हुने व्यक्तिलाई चाहिँ नेपाल सरकारले चाहिँ फाँसीको समेत सजाय दिँदाखेरि चाहिँ यस्तो घटना फेरि घट्दैन थियो, दोहोरिँदैन थियो भन्ने ढङ्गले पनि हामीले एउटा शान्तिपूर्ण ढङ्गले विरोध सभा खबरदारी गरेका हौँ। अब जेएनजी विद्रोहपछि फेरि पुनः नयाँ सरकारको गठन हुनेवाला छ, भइसकेको पनि छैन। अब उहाँहरू दुईजना लिडरहरू चाहिँ अहिले एकदमै अग्रसर रूपमा हामीले देखिरहेका छौँ। उहाँहरूको नामहरू पनि हामीले सुनिरहेका छौँ। तर उहाँहरू दुवैजनाले चाहिँ इनिसाको हत्याको बारेमा मुख खोल्नु भएको छैन। के लाग्छ तपाईँलाई? उहाँहरूले इनिसालाई न्याय दिन सक्ला? जस्तो यो विषयमा धेरै चर्चा त गर्न म चाहदिनँ, तर अब बालवाला सरकारको प्रधानमन्त्री बन्छु भनेर चुनाव अगावै घोषणा गरिसकेका हाम्रो यसै क्षेत्रका चाहिँ सांसद, निर्वाचित सांसद र कुनै पार्टीका सभापतिज्यूहरू आज चाहिँ मौन हुनुहुन्छ। सरकार मौन छ, निष्क्रिय छ। तथापि हामीले सरकारलाई कुनै ढङ्गको खबरदार गरेनौँ, सरकार पक्षलाई कति पनि ढकढकाएनौँ आज। किनभने चुनाव गत फागुन 21 पश्चात थोरै समय मात्र हुँदैछ, सरकार पनि गठन भइसकेको छैन यो निर्वाचित सांसद पश्चात। त्यसो हुँदा हामीले सरकारलाई कति पनि झकझकाएनौँ, किनभने उहाँहरूलाई पनि केही समय हेरौँ भन्ने ढङ्गले। तर के लाग्छ भने हिजो चुनावमा चाहिँ जुन खाले सोसियल मिडियामा एउटा चौतर्फी हिसाबले उहाँहरूको चर्चा थियो, चौतर्फी हिसाबले उहाँहरूको एउटा प्रशंसा गरिरहेको हामीले देखिन्थ्यो। आज उहाँहरूले कुनै पनि अभिव्यक्ति र आफ्नो धारणा ननिकाल्नु चाहिँ यो चाहिँ एकदम निर्मम चाहिँ उहाँहरूको यो सोचप्रति शङ्का, उहाँहरू जिम्मेवारीबाट भाग्दै हुनुहुन्छ कि जस्तो लागेको छ। यस विषयमा हामी सबैलाई शङ्का चाहिँ छ, तर पनि त्यो शङ्का चाहिँ परिणत नहोस् भन्ने ढङ्गले हामीले बुझेका छौँ। उहाँहरूले जे गर्नुहुन्छ चाहिँ भन्दा पनि हामी समग्र नेपाल राष्ट्रका लागि र चाहिँ नेपाली जनताका लागि आउँदो भावी भविष्यका लागि केही गर्नुहुन्छ भनेर चाहिँ ठुलो सपना देखेर हामी सबै जनता सर्वसाधारणले उहाँहरूलाई मत दिएर आज झन्डै 2/3 सरकार गठन गर्न उहाँहरूको पुरापुरी पुग्नु भएको छ। त्यसो भएको हुँदा हामी निराशावादी धेरै हुँदैनौँ, तर यस्ता गलत प्रविधि यस्ता खाले चाहिँ घटना हुँदै गर्दा चाहिँ उहाँहरूले आफ्नो धारणा र अभिव्यक्ति चाहिँ दिनुपर्थ्यो सार्वजनिक स्तरमा भन्ने चाहिँ हामी सबैले लागेको विषय छ। अब राकेशजी, यो नेपाल जस्तो विकासोन्मुख देशमा चाहिँ यो बलात्कारको केसहरूमा इनिसा, निर्मला पन्त लगायत उहाँहरू जस्तो हजारौँ चेलीहरू चाहिँ ज्यान गुमाउनु परेको छ। अहिले यो चाहिँ के कारणले घटिरहेको छ जस्तो लाग्छ यस्तो खालको घटनाहरू चाहिँ? जस्तो हाम्रो मानसिकता कस्तो छ भने र हाम्रो समाज कस्तो छ भन्ने हिसाबले पनि यसलाई धेरै फरक पार्छ। आज कोही शक्ति चाहिँ राजनैतिक शक्तिको रूपमा चाहिँ मान्छे यस्ता खाले अपराध
आपराधिक क्रियाकलापमा उहाँहरू सामेल हुनुहुन्छ। कोही पावर सम्पत्तिको हिसाबले, कोही शक्ति सत्ता र सबै दृष्टिकोणले, र कोही चाहिँ मानसिक हिसाबले। आज नेपाली समाज चाहिँ यस्ता हाम्रा महिला र छोरी चेलीबेटीलाई चाहिँ हामीले जस्तो खाले गतिविधि गर्दा पनि यो समाजमा, यो राष्ट्रमा चाहिँ हामीलाई दिन सक्ने न्याय छैन। चाहिँ कानुन अन्धो भनिन्छ, हामीले नेपालको कानुन दैवले जानुन् भने झैँ नेपालमा त्यो खाले सजाय नभएका कारण यस्ता खाले गतिविधि र घटनाहरू मौलाइरहेको अवस्था छ। यो कालान्तरसम्म पनि यसले चाहिँ यो घटना चाहिँ रोकिन्छ, यस्तो खाले गतिविधि हुँदैन भन्न सकिँदैन। अब आम नेपालीहरूलाई, हाम्रो मिडियालाई हेरेर बसिराख्नु भएको सम्पूर्ण नेपालीहरूलाई अन्त्यमा के भन्न चाहनुहुन्छ यो घटनाको बारेमा? वास्तवमै एउटा बालिका, महिला, चेलीबेटी प्रति यो खाले जुन क्रियाकलाप हुन्छ, जुन खाले मानसिक र हरेक हिसाबको टर्चर र यो खाले चाहिँ हत्या गरिन्छ, निर्मम तरिकाले दण्डित बनाएर हत्या गरिन्छ, यस्तो खाले गतिविधिमा सामेल हुने व्यक्ति यो समाजका र हामी सबै जनताका चाहिँ दुश्मन हुन्, यो समाजका शत्रु, यो समाजका उनीहरूलाई मानव भन्न पनि चाहिँ मन लाग्दैन। उनीहरू दानवको भेषमा चाहिँ मान्छे पल्टिने हुन्। त्यसो भएको हुँदा उहाँहरूलाई समाजमा बस्ने कुनै अधिकार छैन। उहाँहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ। निष्पक्ष रूपमा चाहिँ इनिसा विक्कको जुन बलात्कार पश्चात निर्मम ढङ्गले हत्या गरिएको छ, जो कोही चाहिँ अपराधी भए पनि निष्पक्ष रूपमा छानबिन गरेर कानुनी कठघरामा चाहिँ उहाँलाई राखेर कडाभन्दा कडा कारबाही हुनुपर्छ। सकिन्छ भने अब बन्दै गरेको झन्डै 2/3 सरकार अब गठन हुँदैछ। सो सरकारले यस्ता खाले बलात्कार गरेर हत्या गर्ने खाले गतिविधिमा सामेल भएका व्यक्ति, प्रमाणित भइसकेका व्यक्तिहरूलाई चाहिँ फाँसीको सजाय दिँदा पनि हुन्छ भन्ने मलाई लाग्छ। एउटा क्वेसन गर्न चाहे, अब इनिसाको हत्यामा आरोपितहरू चाहिँ 4 जना नाबालकहरू नै पक्राउ परेका छ, जो चाहिँ 18 वर्ष मुनिकै छन्। अब नेपालको कानुन, अहिलेको कानुन अनुसार चाहिँ 18 वर्ष मुनिको बालबालिकाहरूलाई चाहिँ कुनै पनि कानुनी कारबाहीहरू चाहिँ गर्न नपाउने खालको छ। त्यो चाहिँ अब के होला जस्तो लाग्छ तपाईँलाई? कारबाही गर्नुपर्छ कि पर्दैन होला? अब जस्तो फटालाई चाहिँ अपराधीलाई उमेर समूहले त्यो एक खाले ऐन कानुनमा चाहिँ नीति निर्माण गर्ने सन्दर्भमा नेपालमा हाम्रो संविधानमा लिखित धारा उपधाराहरू होलान्, यस विषयमा छँदैछ। तर जुन 4 जनाको नाम आज सामाजिक सञ्जालमा आइरहेको छ, उहाँहरू हेर्दाखेरि चाहिँ नाबालकमा पर्नुहुन्छ भन्ने लाग्दैन। यदि नाबालकको खण्डमा भए पनि उहाँहरूलाई कुन खाले चाहिँ दण्ड र सजाय दिने भन्ने ढङ्गले उहाँहरूको कति वर्ष उमेर पुग्दैन, 1 वर्ष 2 वर्ष नाबालक पश्चात त उहाँहरू हामी जस्तै युवा 18 वर्ष पुगिसके पछाडि त्यस पश्चात पनि उहाँहरूलाई कानुनी कारबाहीमा निरन्तरता दिएर उहाँहरूले सजाय, अनिवार्य रूपमा सजाय भोग्नै पर्छ। नाबालक हुँदै गर्दाखेरि कानुनबाट छुट हुनु हुँदैन भन्ने हो। त्यसो हुँदा चाहिँ सबै पक्षले चाहिँ कानुनको महसुस गर्थे, चाहिँ कानुनी राज्यको र सुशासन को चाहिँ महसुस गर्न सकिन्थ्यो भन्ने मलाई लाग्छ। हस्, तपाईँको समयको लागि धन्यवाद। हस्।